भिडियो हेरौँ है एकचोटि दामी छ हुर्कायो बरायो चोट पटक लाग्छ कि मोरी पो हाल्छ कि हुर्कायो अहिले त बुहारी पाएर बाउलाई पनि बिर्स्यो त्यो पहिलाको भनाइ त साँच्चीकै पो रहेछ बाउ आमाको मन चाहिँ छोराछोरी माथि छोराछोरीको मन चाहिँ ढुङ्गा माथि बाउको हाल खबर सोध्नु छैन बाउ के छ कसो छ थाहा छैन यो पनि दसैँमा पापा जुत्ता जुत्ता भनेर जुत्ता किनिदिएको छोरा जन्मियो भनेर खुसी भएर 5 किलो लड्डु घर घर गाउँ गाउँ डुलाए छोरा त जन्मियो नि के गर्नु बुढीले साथ छोडिहाल्यो खसिहाल्यो अहिले पापालाई एक्लै पारेर कहाँनिर छ कुनी बिचारा नानी पापालाई बिर्सी के गरेको है चिया बनाउँदा खाइदिन् बाटोमा आउँदा आउँदा तेरो घर देखेर चिया खानु पर्यो चिया बनाउ न खा आज ल के भयो फेरि तँलाई चाहिँ कसको जुत्ता हो यो नानीको याद आएर नि खप को नानी मेरो नानी नि तेरो चाहिँ कहाँ छ नानी पहिला दसैँमा पापा जुत्ता जुत्ता भनेर जुत्ता किनिदिएको तेरो चाहिँ नानी कहाँ छ भनेको अन्त कहिले बिहा गरेछस् तैँले चाहिँ कहिले बिहा गरिस् खोइ भाउजू भाउजू त नानी जन्मिँदा खसेको होइन अन्त ल्या पारेर मेरै बिहामा 2-3 केस बियर हाल को त प्यारिसमा बिहा गरेको मैले बिर्सिस फिस भयो के हो दिमाग खुस्के के हो फ्युज उड्यो सुतेको बेला बिहा गरिस् होला जिउँदै थिएँ म उठेकै थिएँ त कहाँ बिहा गरेको छ अन्त पहिलाको कौवा थियो नि जितु हेट बित्त कुरा नगर बिहा नगरेको छ पहिला सुङासुङ अनि ठुङ्गा ठुङ अनि अहिले बाउ चाहिँ रुङा रुङ नानीहरू को बाउ भयो को बाउ भयो म बाउ भए कहिले कहिले बिहा भइस् तँ यत्रो थियो नानी यत्रो थियो लड्छ पर्छ चोटपटक लाग्छ मेरो नानीलाई ठिक्कै नै छ यस्तो मेहनतले दसैँमा किनिदिँदैछु नानीलाई जुत्ता मेरो नानीको त तैँले कहिले बिहा गरिस् कहिले बिहा गरिस् तैँले भनेको गरेको छुइनँ खोइ भाउजू नानी जन्मिँदा खसेको बिहा पारेर बिहा गरेको छैन त्यो तँलाई ठिस भएको दिमाग बिहा गर्छु 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 भन्दा दिमागमा त्यही बसेको बिहा गर उमेर पनि गइसक्यो ठिकेर बिहा गरिहाल नानीहरू रिसाउँछ हौ तेरो बाउको नानी को छ त्यो नानी जुत्ता पनि कसको लिएर आएको नि ठिक्कै मेरो नानीको हो चित्रे अहिले प्याङ हान्छ बिहा नगरी नानी अहिले नानी दिउँ बिहा गरेको छुइनँ कहाँ गरिस् तैँले बिहा प्यारिसमा तेरो बाउ तेरो साका सन्तानै प्यारिस पुगेको छैन तँ चाहिँ कहिले पुगिस् प्यारिस हिजो बेलुका सुतेको बेलामा पुगेछस् भनेपछि ल चिया खाउँ भनेर आएको त दाजु नै लात हालिदिन्छु म नानीलाई कल गर्दै न के नानीलाई कल गर्दै नि तेरो भत्ती कहाँ बिहा गरेछस् तैँले भन्छु गरेछु नि नानी चाहिँ कहाँबाट आयो यति एउटा खोज्दैन हौ